नमस्कार, नारायणी बहसमा यहाँलाई हार्दिक स्वागत छ। नारायणी बहसमा हामी समसामयिक विषयमा बहस गर्छौं, छलफल गर्छौं र निष्कर्ष निकाल्ने प्रयास गर्छौं। अहिले दुई तीनवटा कुराहरू एकदमै चर्चामा चलिरहेको छ। खास गरी मध्य प्रदेशको प्रदेश सभामा भ्रष्टाचारको लिस्टहरू आइरहेको छ। नेताहरू, मान्यहरू एकले अर्काको जुन नाम लिइरहनु भएको छ, यो एउटा चर्चाको विषय छ भने अर्कोतर्फ गणतन्त्रवादीहरूको प्रदर्शन र गणतन्त्र विरोधीहरूको प्रदर्शनको पनि अहिले चर्चा भइरहेछ। केही आन्दोलनहरू भए, दुईजनाको मृत्यु पनि भयो र अहिले बीचमा सेलाएको जस्तो देखिए पनि पुनः यो चर्चामा ल्याउने पनि र अझ आन्दोलनलाई बढाउने पनि एक पक्षले भनिरहेछ भने अर्को पक्षले अब यो आन्दोलन सकिसक्यो भन्ने छ। तर वास्तवमा यो अवस्था आयो किन? यो राजनीतिक नेतृत्वप्रति, यो सिस्टमप्रति आम मानिसको धारणा किन यति नेगेटिभ भयो, किन यो चाहिँ चाँडै अवस्था यस्तो आयो भन्ने विषयमा हामी यो बहसमा, नारायणी बहसमा पछिल्ला केही दिनहरूमा छलफल गरिरहेका छौँ र आज पनि यही सेरोफेरोमा रहेर हामी बहस गर्छौँ। र बहस गर्नको लागि आज हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका नेता अमिताभ बच्चन दास। उहाँसँग आज हामी बहस गर्छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। केही कुराहरू त मैले सुरुमै राखेँ। सुरु गरौँ हाम्रो मध्य प्रदेशकोबाट। मध्य प्रदेशलाई जहिले पनि हेपिएको प्रदेश भनिन्छ, जहिले पनि पछाडि पारिएको भनिन्छ। तर अहिलेको अवस्था हेर्दा मध्य प्रदेश सभामा भइरहेको बहस हेर्दाखेरि, एकअर्काको आरोप र प्रमाण हेर्दाखेरि त हाम्रो मान्यजीहरू त आफै कमाउ धन्दामा लागेको जस्तो आम मानिसलाई भानुहुन्छ। के भन्नुहुन्छ यसमा? अब यस्तो छ, यो अहिले जुन मध्य प्रदेशको अब विभिन्न मन्त्रालयका कुराहरू जुन बाहिर आइरहेका छन्, यसले अब हामीले नि सुनेका छौँ, यो चाहिँ नकारात्मक समाजमा प्रभाव पारेको छ र मलाई लाग्छ उहाँहरूलाई पनि यो ठिक लागेको छैन होला। हामी झन् प्रतिपक्षी दलको नेता हो, हामी त झन् भनिरहेछौँ यो गलत भइरहेको छ। यसरी यो जहाँ मध्य प्रदेश भन्ने बित्तिकै जहाँ जानकी माताको मन्दिर छ र त्यो ठाउँमा यसरी बदनाम गर्ने काम गर्दाखेरि आफै बदनाम, अब हाम्रो धर्मको पनि बदनाम हुने, अब देशको पनि बदनाम हुने, मध्य प्रदेशको झनै बदनाम हुने भएपछि त यो ठिक लाग्ने कुरै भएन। यो त एकदम निन्दनीय कुरो छ। यसलाई अब उहाँहरूले व्यापक सुधार गर्नुपर्छ। हामीले त यही भन्छौँ। उहाँहरूले सुधार नगरिकन यो अगाडि बढ्न सक्दैन। यस्तो मान्यजीको अथवा नेताजीहरूको कुरा गरिरहँदाखेरि तपाईहरू त समुदायमा बस्नुहुन्छ, आम जनतासँग प्रत्यक्ष तपाईहरूको भेटघाट हुन्छ। कस्तो तपाईहरूलाई गाह्रो हुन्छ अथवा तपाईहरूले पनि यस्तै हो भनेर टार्नुहुन्छ? कस्तो क्वेशनहरू गर्छन् आम जनताले? आम जनतालाई त पक्कै पनि यो ठिक लागेको छैन। इभन हामीले पनि ठिक लागेको छैन। अब यो आखिर नेता भनेपछि त उहाँहरू मान्य हुनुहुन्छ, हामी पनि कुनै न कुनै तह तबकाको नेता नै हौँ। यसरी उहाँहरूले बदनाम गरिराख्दाखेरि, गलत काम गरिराख्दाखेरि उहाँहरूको बदनामको सँगसँगै अरू पार्टीको नेताहरूको पनि बदनाम नहुनु कुरै छैन, हुन्छ नै। त्यसमा हामीले पनि सुन्नु परेकै छ। मान्छेहरूले भनिरहेछ नेताप्रति घृणा उत्पन्न भइरहेको छ। त्यसलाई अब मिनिमाइज गर्नको लागि, त्यसलाई कम गर्नको लागि जनताको पक्षमा काम गर्नुपर्ने हो, जनताको चाहना अनुसार काम गरिदिनु पर्ने हो, गर्नु पर्थ्यो। तर भइरहेको छैन। विडम्बना छ। संघीयता आएपछि देश अझै विकसित हुन्छ, अझै मधेसको सबै मागहरू पुरा हुन्छ, मधेसका जो समस्याहरू छन् तिनी समाधान भएर जान्छन्। तर अब विडम्बना भन्नुपर्छ कि हामी उल्टै, हाम्रा जनताले उल्टै अब पुरै निराश भएर, युवाहरू पुरै निराश भएर विदेश पलायन भएको अवस्था छ। आम किसानहरू तपाईको पुरै उत्पीडित छन्, पुरै दमनमा छन्, पुरै प्रताडित छन्। आम त्यो व्यापारीहरू, हामी यही वीरगञ्जको बासिन्दा छौँ, यहाँको आम व्यापारीहरू, बुद्धिजीवीहरू सबै चाहिँ खुसी हुनुहुन्न। त्यसैले यो सबै कुरोको समस्याको समाधान गर्ने मुख्य चिज पोलिटिक्स नै हो, कमान्ड गर्ने पोलिटिक्स नै हो। यो पोलिटिक्स सही दिशामा गएको छैन, यो हामीले नि स्वीकारिरहेका छौँ। पोलिटिक्स सही दिशामा गएको छैन। पोलिटिक्सलाई सही दिशामा लानुपर्छ। अनि यसका लागि जो हाम्रो निर्वाचित जो जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ, उहाँले प्रत्यक्ष रूपमा अब जनतासँग
घुलमिल भएर जनताको डेलिभरी समयमा दिनु पर्थ्यो, तर उहाँहरूले सकिरहनु भएको छैन, जसले गर्दा कहीँ न कतै हामीलाई पनि नमिठो लागेकै छ। हामीले त्यही भएर हामी खबरदारी गरिरहेका छौँ। हाम्रो पार्टीले मध्य प्रदेशमा गएर अब भनौँ न, तपाईँले भनिहाल्नुभयो, चारैतिर सबैले जानकारी नै छ, चिठी नै वितरण भइरहेको छ, मन्त्रीज्यूहरूले नै चिठी वितरण गरिरहेको कुरो बाहिर आइराख्दाखेरि यो कुरोले त अब गम्भीर प्रश्न खडा गरेको छ। अब यसलाई उहाँहरूले कसरी रोक्नुहुन्छ, रोक्नुपर्छ भनेर हाम्रो पार्टीले ज्ञापन पत्रै दिएको छ। अब त्यहाँ सभामा कुरै उठाउनु भएको छ हाम्रो माननीय भरत शाहज्यूले, जो हाम्रो संसदीय दलको नेता हुनुहुन्छ। उहाँले कडा रूपमा विरोध पनि गर्नुभएको छ, अब त्यसको प्रतिवाद पनि गरिरहनु भएको छ, र हामी पनि आफ्नो ठाउँमा यसको विरोध गरिरहेका छौँ। यस्तो हुनु हुँदैन। यो गर्दाखेरि यसको अब भागदारी जसले गल्ती गरेको छ तत्काल अब नियम कानुन अनुसार त होला नै, तर अन्ततः जनताले नै सजाय दिने हो। अब उहाँहरू एकपल्ट त जितेर जानुभयो, तर उहाँहरूलाई लाग्दो होला कि म अब जे पनि गरिहाल्छु, जे पनि गर्छु भने त्यसको जनताको अदालत अन्तिम फैसला जो हुन्छ त्यो डर लाग्दो छ। उहाँहरूलाई यसरी पछारिने हुन्छ, यसरी बजारिने हुन्छ कि जिन्दगीमा उहाँहरूले नसोच्नु भयो होला। त्यसैले उहाँहरू अहिले पनि समय छ आफूलाई रूपान्तरित हुने र समग्र पोलिटिक्सलाई जो दुर्गन्धित गर्नुभएको छ। र म पहिला पनि भने हाम्रा जानकी माता जस्तो ठाउँ भएकोबाट यस्ता भ्रष्टाचारको बीजारोपण गर्ने, भ्रष्टाचारको आँखडा बनाउने कुरा जुन भइरहेको छ एकदम निन्दनीय छ। यो चाहिँ कुनै मानेमा जनताले स्वीकार्नेवाला छैन, दण्डित गर्छ नै। हामीले त्यही जनतामा भनिरहेका छौँ। तपाईँहरू अब पहिचान गर्नुहोस्, तपाईँहरूले अब चिन्नुहोस् को राम्रो को नराम्रो। जो जितिरहेको छ त्यहाँ साथीहरूले गरेका क्रियाकलापहरू तपाईँहरूले मूल्याङ्कन गर्नुपर्नेछ। जनताको अदालतमा ती साथीहरूलाई खडा गरेर तपाईँहरूले दण्डित गर्नै पर्छ, नत्र भने यो देश सुध्रिनेवाला छैन, मधेस सुध्रिँदैन भन्ने हामी भनिरहेका छौँ। अब यस्तो अवस्थामा के भइदिएको भए गजब हुन्थ्यो। जस्तै अब संहिताले सोचेको, लोकतन्त्र गणतन्त्रले सोचेको त यहाँ पिछडा वर्ग, दलित, जनजाति सबैको उत्थान होस्, या चाहिँ विकासको काम निर्माण होस्, विकासको काम अगाडि बढोस् भन्ने चाहना थियो। तर यस्तो भइरहेको छ। के भइदिएको भए चाहिँ अलि सहज हुन्थ्यो, यस्तो विरोधहरू अथवा यस्तो नेगेटिभ कुराहरू आउँदैन थियो। अब यस्तो छ, यो मुख्य रूपमा पोलिटिक्स नै सबै कुरो भएको कारणले गर्दाखेरि पोलिटिक्सको जुन कोर्स छ अहिलेको, यो कोर्सलाई सच्याउनु पर्छ भन्ने हामीलाई लागिरहेको छ। जस्तै हाम्रो पार्टीले उठान पनि पहिलेदेखि गरेको हो, संविधान सभामा पनि उठान गर्यो कि कार्यकारी राष्ट्रपति प्रणाली लागू गरौँ, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली लागू गरौँ। तर त्यो बेला विभिन्न पार्टीहरूसँग, जस्तै काङ्ग्रेस, एमाले, अरू पार्टीहरूसँग समझदारी गरेर संविधान बनाउनु पर्ने कारणले गर्दा त्यो थाँती राख्यो। र पूर्ण रूपमा यो जुन निर्वाचन प्रणाली नै दुर्गन्धित भएको कारणले गर्दा, निर्वाचन प्रणाली नै यति महँगो छ जसको कारणले गर्दा सही मान्छे निर्वाचित भइरहेको छैन। र आज जुन यो योजना बेच्नेदेखि लिएर विभिन्न भ्रष्टाचारको जुन दुर्गन्धहरू फैलिरहेको छ, यो कुराहरू मलाई लाग्छ निर्वाचन प्रणालीबाटै सुरुवात भएको छ। त्यसलाई पनि माओवादी पार्टीले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू गर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने। यसरी गर्दाखेरि के हुन्छ भने भ्रष्टाचार कम हुन्थ्यो। जस्तै चुनावमै अब पैसा नभएको मान्छे चुनाव लड्न नसक्ने जुन अहिलेको स्थिति छ त्यो रोक्न सकिन्थ्यो। र जब त्यो चुनावमै पैसा उम्मेदवारले खर्च गर्दैन भने पछि आएर उसले मन्त्री बनेर, विधायक बनेर, सांसद बनेर पछि उठाउनु पर्ने जुन उसको मनमा लागिरहेको छ, अहिले लगानी उठाउने जुन एउटा होडबाजी चलेको छ त्यो चाहिँ रोक्न सकिन्थ्यो। त्यसको लागि हाम्रो पार्टीले पहिले नै त्यो एजेन्डाको रूपमा ल्याएकै थियो। तर अब संविधान बनाउँदाखेरि विभिन्न दलहरूसँग अब सम्झौताको संविधान बन्यो र त्यो सही रूपमा जनताको संविधान बनेन, जुन अहिले प्रमाणित भएको छ। र अहिले हामी फेरि त्यसको उठान गरिरहेका छौँ। हाम्रो पार्टीको अध्यक्ष कमरेड प्रचण्डले अहिले अभियानमै हुनुहुन्छ। उहाँले भनिरहनु भएको छ गाउँ गाउँमा, जनता घरमा, चारैतिर कि अब हामी पनि केही दिन गल्ती गरेका थियौँ होला, त्यसलाई रूपान्तरणको लागि तपाईँहरू फेरि एकचोटि समय दिनुहोस् र त्यसमा
मुख्य गरी अब यो देशको सम्पूर्ण समस्या जो हामी अहिले छलफल गरिरहेका छौँ यो सबैको समाधान एउटै ठाउँबाट अब हामी देखिरहेछौँ, त्यो निर्वाचन प्रणाली हो जुन महँगो छ। करोडौं करोडौं खर्च गरेर चुनाव लड्ने र जित्ने र जितेपछि जुन अब फिर्ता ल्याउने त्यो पैसा लुट्ने जुन काम भइरहेको छ, जनतालाई घुमाइ फिराई फेरि कुनै न कुनै हिसाबले जनताको माग पूरा नगर्ने जुन काम भइरहेको छ, त्यसलाई हटाउनको लागि, निर्मूल पार्नको लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली गर्ने र त्यो भित्र पनि जस्तै क्लस्टरको कुरा आयो, क्लस्टर भित्र जस्तै दलित, मधेसी, जनजाति, मुस्लिम, अल्पसंख्यक लगायतको जुन छ त्यो भित्र प्रतिस्पर्धा गराइदिने र त्यो प्रतिस्पर्धा गरेर सही मान्छे जब त्यो विधायकी भनेर जान्छन्, विधायिका बनेर जान्छन्, उनको काम के हुन्छ? संविधान बनाउने, नियम बनाउने, कानुन बनाउने मात्रै हुन्छ। तिनले अब यो सांसद बनेपछि मन्त्री नै बन्नुपर्छ भन्ने जुन प्रणाली छ त्यो खत्म गर्ने। जो विज्ञ हुन्छ, जस्तै शिक्षा मन्त्री बनाउन छ भने को विज्ञ छ शिक्षामा, त्यसलाई मात्रै मन्त्री बनाउने। उहाँहरू जो अहिले विधायिकातिर जो जितेर जानुहुन्छ, सांसद जितेर जानुहुन्छ, उहाँहरूको काम मात्रै कानुन बनाउने। देशमा अहिले चाहिने कानुन के हुन सक्छ, तत्कालमा के परिवर्तन गर्ने अथवा नयाँ के ल्याउने, उहाँहरूको काम त्यही भित्र त्यति मात्रै सीमित गर्दाखेरि के हुन्छ भने भ्रष्टाचार त्यहाँबाट जुन जड बीजरोपण भइरहेको छ त्यो घट्छ, काटिन्छ र अब हरेक मन्त्रीहरू जो बन्नुहुन्छ त्यो विज्ञबाट, आम जो विज्ञ नेपाली जनता कोही हुनुहुन्छ भने उहाँलाई ल्याएर डाइरेक्ट त्यो मन्त्रालय चलाइयो भने भोलि गएर त्यहाँबाट भ्रष्टाचारलाई निर्मूल पार्न सकिन्छ र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने तिनी एउटा जनतासँग पनि डराउने अथवा एउटा जनताको मुख हेरेर पनि उले निर्णय गर्ने स्थिति आउँछ। अहिले त के छ भने अहिले जो पनि प्रधानमन्त्री बन्दाखेरि अब पार्टीले हेर्नुपर्ने स्थिति छ, पार्टीको अब त्यो भित्र संसदीय दललाई हेर्नुपर्ने स्थिति छ, संसदीय दलको नेतालाई हेर्नुपर्ने स्थिति छ र अन्ततः के गर्नु परेको छ भने बार्गेनिङ भइरहेको छ, त्यहाँ विभिन्न गठजोड भइरहेको छ, विभिन्न गलत क्रियाकलापहरू गरेर प्रधानमन्त्री बन्नुपर्ने स्थिति भइरहेको अवस्था छ जुन अहिले फेल भइसक्यो, हामी देखिसक्यौँ। त्यसैले अब प्रत्येक जनताको मतबाट जब जुन मान्छे कार्यकारी प्रमुख बन्छ त्यो 5 वर्ष फुल फेजमा उले आफू काम पनि गर्न पाउँछ र भोलि राम्रो काम गर्यो भने पुरस्कृत हुन्छ, फेरि फर्केर आउँछ, हैन गलत गर्यो भने दण्डित हुन्छ, ऊ जितेर आउँछ। अब जनताकै मुखबाट कि यिनै 3टा पार्टी जहिले पनि यिनै 3टा पार्टीका नेताहरू प्रधानमन्त्री बन्ने हो, केही हुनेवाला छैन, एकदम निराशा जो छ युवाहरूमा अहिले निराशा जो भइरहेको छ। अघि तपाईले अलिकता भन्नुभयो देशमा अहिले राजतन्त्र ल्याउनको लागि केही साथीहरू केही युवाहरू लागिरहेका छन्। मेरो भनाइ कहाँ छ भने जब यो हामीले प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रमुख ल्याइदिइहाल्यौँ र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिहाल्यौँ भने मलाई लाग्छ पोलिटिकल कोर्स चेन्ज हुन्छ र जनता र आम युवाहरूको जुन बुझाइ छ, जो गलत ट्र्याकमा जाने उहाँहरूको जुन एउटा मनोबल भइरहेको छ अथवा त्यतातिर जाने सोच भइरहेको छ त्यो चेन्ज हुन्छ र पूर्ण रूपमा त्यो दिशा चेन्ज भएर सकारात्मकतिर जान्छ। जस्तै अहिले हामी देखिरहेका छौँ देशमा हजारौं युवाहरू डेली कुनै न कुनै देशमा बाध्य भएर जानुपर्ने स्थिति छ। त्यो रोक्नको लागि पनि कार्यकारी प्रमुख जो हामी अघि भने कार्यकारी जो प्रमुख बन्छन् राष्ट्रपति या प्रधानमन्त्री जोसुकै जनताबाट निर्वाचित कार्यकारी भयो भने तिनले एउटा नयाँ कार्यदिशा ल्याएर यो आम जो बेरोजगारी छ, किसानको समस्या छ, तपाईको यो शिक्षामा जो भ्रमलुट छ, स्वास्थ्यमा जो भ्रमलुट छ, यो सबैले कन्ट्रोल गर्थ्यो र नयाँ दिशा दिन्थ्यो र एउटा नयाँ आशाको किरण पलाउँथ्यो र अन्ततः के हुन्थ्यो भने यो जति हामी भ्रष्टाचारको यो आँखडा जुन बनेको छ, यो डुङडुङती गनाउने जुन यो आँखडा बनेको छ, नेताहरूले जुन कुनै न कुनै हिसाबले बदनामी कमाइरहेका छन्, यो सबैलाई चिरफार गरेर नयाँ ढङ्गले अगाडि बढ्थ्यो। तपाईले पनि जोड्नुभयो कुरा, तर मैले पनि यसमा के भन्न खोजेँ भने स्थानीय सरकार छ, अहिले कुनै न कुनै पार्टीको त स्थानीय सरकार छ यहाँ हैन, त्यसपछि प्रदेश सरकार छ, संघीय सरकार छ, यो छुने सरकार पनि भनियो, घर घरमा सिंहदरबार पनि भनियो। यो सिस्टम आयो भने लोकतान्त्रिक गणतन्त्र संघीय गणतन्त्र आयो भने आयो पनि र यसैले टेकेर अहिले कोही मेयर, कोही उपमेयर, कोही सदस्य सबैजना हुनुहुन्छ। उहाँहरूले के गरिदिएको भए आज यति नेगेटिभ
कुराहरू आउँदैन थियो। तपाईँले भने जस्तै कार्यकारी प्रमुख त छैनन्, तर पालिकामा त आफै कार्यकारी हुनुहुन्छ नि, मध्य प्रदेशमा त हुनुहुन्छ नि। उहाँहरू कहाँ कमजोरी भयो अथवा के उहाँ के काममा लाग्नु भयो कि यसरी चाहिँ जनतामा निराशा यति चाँडै छ? अब त्यो पनि के छ भने उहाँहरू जो गर्ने आत्मबल लिएर आउनुभएको छ, उहाँले गरिरहनु भएको छ र 5 वर्षभित्र उहाँले राम्रो गरिरहनु भएको छैन भने उहाँहरूलाई जनताले दण्डित गरेर हटाइरहेको छ, हामी देखिरहेका छौँ। तपाईँ हेर्नुहुन्छ भने हाम्रै पर्सा जिल्लाको 14 पालिकामा एउटा मात्रै रिपिट भएको छ, बाँकीलाई त सजाय दिएका छन् जनताले। त्यसैले फेरि अब हामी अहिले जित्नु भएको छ 14वटा पालिकाको प्रमुखज्यूहरूले राम्रो काम गर्नु भएन भने त जनताले त दण्डित गर्छ, राम्रो गर्नुहुन्छ भने अब फेरि रिटर्न गर्छ। त मेरो भनाइ के हो भने कम्तीमा 5 वर्ष उसले राम्रो नराम्रो गर्ने छुट त पायो र अब के हो भने जनताले पनि 5 वर्ष को मान्छेलाई जिताउँदाखेरि राम्रो हुन्छ त्यही बेला हेर्नुपर्ने जरुरी छ। जस्तै म अघि भने निर्वाचन प्रणाली नै महँगो भएको छ, यसलाई कन्ट्रोल गरिएन भने अब पालिकामा पनि अब अथाह पैसा लगाएर जितिरहेको स्थिति छ, उनीहरूले पनि कहीँ न कहीँ गलत ट्र्याकमा गएको छ। त हामी पनि चुनावमा अब मत दिँदाखेरि राम्रो मान्छे को छ, कसलाई भोट दिँदाखेरि यसले हाम्रो आफ्नो पालिकाको शिक्षाको हिसाबले, स्वास्थ्यको हिसाबले, रोजगारीको हिसाबले, किसानको समस्या, आम युवाहरूको समस्या समाधान गर्छ, रोजगारी सृजना गर्ने काम गर्छ, त्यस्तो प्लान दिन सक्ने मान्छेलाई जिताउनु पर्ने। अब हाम्रा केही जनताले, केही मान्छेहरूले अब भनौँ न अहिले हाम्रो समाजमा पूर्ण रूपमा अब स्वतन्त्र भइसकेका छैन, कहीँ न कहीँ कतै न कतै हामी निम्न पुँजीवादी चिन्तनमा हाम्रा समाजहरू अहिले पनि उल्झिरहेको, फसिरहेको अवस्था छ। पूर्ण रूपमा यदि आत्मनिर्भर भएको भए यो अवस्था आउँदैन थियो। अब थोरै थोरै हामी अलिकति आफ्नोतिर आउँ भनेको स्थानीय तहसम्मको पनि कुरा गरौँ। जस्तै तपाईँहरू पनि पार्टीको जिम्मेवार नेता कार्यकर्ता भएर निर्वाचनमा भोट माग्नुहुन्छ, नेतालाई जिताउनलाई अगाडि बढ्नुहुन्छ, कार्यकर्तालाई परिचालन गर्नुहुन्छ। तर जितेर गइसकेपछि अथवा एउटा सरकार बनिसकेपछि तपाईँहरू पनि शान्त बस्नुहुन्छ, नेता कार्यकर्ता पनि शान्त बन्नुहुन्छ, एउटा खबरदारी गर्नुपर्ने, एउटा घचघचाउनु पर्ने, यहाँ चाहिँ तपाईँहरू पनि चुक्नुहुन्छ अथवा तपाईँहरूले चेन अफ कमान्ड नै त्यस्तै हुन्छ, किन चाहिँ पार्टीको नेताहरू पनि बोल्नुहुन्न यस्तो विषय? होइन, हामी त बोलिरहेका छौँ, तपाईँहरूकै मिडिया मार्फत बोलेकै छौँ, बोल्छौँ पनि र व्यक्तिगत रूपमा मेरो कुरा जहाँ भन्नुहुन्छ पार्टीभित्रको पनि केही गलत कुरा छ भने त्यसको म उठान गर्छु र आम जनताको लागि हामी पोलिटिक्स गरिरहेका छौँ। हामीले पार्टीकै लागि मात्रै पोलिटिक्स गरेको होइन, हामी यो समाजको समृद्धिको लागि, यो देशको समृद्धिको लागि पोलिटिक्स गरिरहेका छौँ। पार्टी भित्र या बाहिर जोसुकै गलत मान्छे छ भने त्यसको हामी खबरदारी गरेका छौँ, गर्छौँ पनि, गर्नेछौँ पनि। त्यसैले व्यक्तिगत रूपमा म जहिले पनि यो गलत चिजको विरोध गर्ने र सही चिजको उठान गर्ने, त्यस कारणले पनि तपाईँहरू हेर्नुभयो होला पोलिटिक्समा हाम्रो जति लगानी छ त्यो अनुसारको प्रतिफल पाइरहेका छैनौँ। तर पनि हामीलाई केही त्यस्तो समस्या छैन, हाम्रो मनोबल त्यस्तो केही गिरेको छैन। हामीले अहिले पनि त्यही समाजको मुक्तिको लागि, जस्तै तपाईँ अघि नै भन्नुभयो, यहाँ उत्पीडित जनजाति, दलित, मुस्लिम, आदिवासी लगायतको जो उत्पीडित सम्पूर्ण वर्गहरू जो छ त्यसको मुक्तिको लागि हामी यो पार्टीमा लाग्यौँ र यो समाज बदल्नकै लागि हामी यो पार्टीमा लाग्दाखेरि यही काममा हामी निरन्तर लागिरहेका छौँ। अगाडि पछाडि भइरहेको अवस्था छ केही छैन, तर सत्यको विजय हुन्छ, सही काम जो गर्छ उसको मूल्याङ्कन हुन्छ। अघि हामीले धेरै कुरा गर्दै जाँदाखेरि हामीले भन्यौँ अहिले एउटा समझदारीको जुन अहिले संविधान छ त्यो संविधान टेकेर अहिले सबै काम भइरहेको छ, यसले हल दिएको छैन। त्यसैले यो हलको लागि हामी सम्पूर्ण युवाहरूले खबरदारी गर्न जरुरी छ। माओवादी पार्टीले मात्रै होइन, अब यो देशमा नेपाली जनतासँग एउटा जोरदार अब अपिल पनि गर्न चाहन्छु। हजुर, थोरै पार्टीको अब खासमा यो संवादमा, यो बहसमा हामी पार्टीगत कुरा कमै गर्ने प्रयास गरिरहेका छौँ। तैपनि तपाईँले पनि जोड्नुभयो, अहिले नेकपा माओवादीले यो घर दैलो अथवा एउटा जागरण अभियान पनि सञ्चालन गरिरहेको छ। त्यो जागरण अभियान पर्सामा पनि आयो, त्यसले कतिको प्रभाव पर्यो त? पर्साको नेकपा माओवादी केन्द्रलाई कतिको सक्रिय बनायो त? होइन, यस्तो अब सङ्गठन सुतिएको अवस्थामा थियो, त्यसले जगाएको छ, बिउजाएको छ र हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष पूर्व प्रधानमन्त्री कमरेड प्रचण्डले मोर्निङ वाकमै यहाँका आम युवा, आम मधेसी जनता, आम बुद्धिजीवीसँग डाइरेक्ट भेट गरेर अब विभिन्न चरणको कार्यक्रममा विभिन्न कुराहरू उहाँले
सुन्नुभयो र त्यसले नयाँ कुरा उहाँहरूले प्राप्त गर्नुभयो र त्यसको समाधानको लागि उनले एउटा पार्टीको केन्द्रीय कमिटीको बैठकबाट उनले एउटा निर्णय पनि गरेर यस समस्याको समाधानतिर अगाडि बढ्नुहुन्छ जस्तो मलाई लागिरहेको छ। त्यसैले पार्टी यो जनजागरण कार्यक्रमले गर्दा धेरै उपलब्धि प्राप्त गरेको छ जस्तै हामी निर्णय गरेका छौँ। हिजो कि अस्ति हाम्रो पार्टीको मध्य प्रदेशको बैठकले निर्णय नै गरेको छ कि हुलाकी राजमार्गको जुन हाम्रो अभियान थियो जनजागरण अभियान यो पूर्ण रूपमा सफल भएको छ र आम मधेसी जनतालाई सही दिशा दिनको लागि राजनीतिको दिशा जो गलत भइरहेको छ त्यो सही दिशातिर जानको लागि एउटा मार्ग निर्देशन पनि गरेको छ। पर्सा चाहिँ कसरी अगाडि बढ्छ त? हैन, पर्साको लागि अब यो देशको सँगसँगै यो पर्सा पनि छ। मैले भने सबभन्दा पहिला राजनीतिक कोर्स जो छ त्यो चेन्ज गर्नु पर्यो एउटा। दोस्रो कुरा हाम्रो पर्सा जिल्लाको पनि त्यही अब मध्य प्रदेशको कुरा छ। मध्य प्रदेश पनि जस्तै अब सबै प्रदेशको प्रमुखहरू पनि अब प्रत्यक्ष निर्वाचित गर्नु पर्यो। हाम्रो माग अब यहाँ छ कि जस्तै अहिले जो मुख्यमन्त्री बन्नु भएको छ उहाँले विभिन्न अब जोडघाटाले बनिरहनु भएको छ। उहाँ पनि मधेसभित्रको 8 जिल्लाको पूर्ण जनसङ्ख्या जो छ यसबाट उहाँले प्रत्यक्ष निर्वाचित भएर आउनुभयो भने उहाँलाई पनि 5 वर्ष फुल फेजमा काम गर्नुहुन्छ र नयाँ कार्यदिशा लिएर अगाडि आउनुहुन्छ र त्यसले नै समस्या समाधान गर्छ र पर्सा जिल्ला पनि त्यो भित्र योजनामा आउँछ। अब रह्यो पर्सा जिल्लाको सन्दर्भमा अब यहाँ 14वटा स्थानीय तह छ। यो स्थानीय तहले पनि नयाँ ढङ्गले अगाडि बढेन भने हामी तपाईँ देखिरहेका छौँ विभिन्न दिनदिनौ जुलुस नारा, शिक्षकको समस्या, स्वास्थ्यको समस्या, आम युवाहरूको बेरोजगारी समस्या, यो सबै समस्या समाधान गर्नको लागि हाम्रा आम यो पार्टीका जो नेता कार्यकर्ताहरू हुनुहुन्छ उहाँहरू हामी सबैजना मिलेर नयाँ पोलिटिकल कोर्स अगाडि बढाउनको लागि जो हामी अघि गफ गर्यौं जनताबाट निर्वाचित प्रधानमन्त्री अथवा कार्यकारी राष्ट्रपति के हुन्छ एउटा त्यतातिर लाने र अर्को प्रमुख जो हाम्रो अहिले हुनुहुन्छ हाम्रो मुख्यमन्त्री पनि तपाईको प्रत्यक्ष जनताबाट निर्वाचित त्यो मध्य प्रदेशबाट अथवा हरेक प्रदेशबाट गर्यौं भने त्यसको समाधानको लागि यो दुईटा चीजको लागि यो नयाँ पोलिटिकल कोर्सको लागि हामी सबै आम यहाँ पर्सेली जनताले एउटा यो डेलिगेसन लिएर हुन्छ कि एउटा शान्तिपूर्ण आन्दोलन हुन्छ यसलाई अगाडि बढायौं भने पर्सा जिल्लाको पनि त्यो राजनीतिक कोर्सले पर्सा जिल्लालाई पनि राम्रो गर्छ र यहाँको विकासको लागि खास गरी जस्तै हाम्रो यहाँ उद्योगको एरिया हो, उद्योगपति जीवहरूको यो एरिया हो, तर यहाँको आम बुद्धिजीवीहरूको भनाइ अनुसार आम व्यापारीहरूको भनाइ अनुसार उहाँहरूले एकदम निराश हुनुहुन्छ। उहाँको व्यापार बिस्तारै बिस्तारै थिलथिलो भइरहेको अवस्था छ। उहाँहरूले उठानको लागि हामीले सम्पूर्ण यहाँका पार्टीहरूले हाम्रो प्रधानमन्त्रीजीसँग ज्ञापन पत्र दिन जानु पर्यो, मुख्यमन्त्रीसँग ज्ञापन पत्र दिनु पर्यो कि 24 घण्टा भित्र अथवा 10 दिन भित्र अथवा 15 दिन भित्र यहाँको समस्या समाधान भएन भने हामीले जुन यहाँ भन्सारबाट उठिरहेको जुन रकम छ त्यो पठाउन दिदैनौं। यहाँका आम जो व्यापारीहरूको समस्या छ त्यसमा तपाईहरुले के नीति नियमहरू चेन्ज गर्न सक्नुहुन्छ त्यो चेन्ज गरेर यहाँको व्यापारलाई यहाँको बिजनेसलाई अगाडि बढाउनेतिर लाग्नुपर्ने स्थिति छ। यदि यो गर्यौं भने हाम्रा तुरुन्त जो बेरोजगार युवाहरू हुन्छ तत्काल त्यो समाधान एउटा बेरोजगारी समस्या हल हुन्छ। अर्को जो विकासको कुरा छ हामी हुलाकी राजमार्ग लगभग कम्प्लिट गरेका छौं, केही मात्रै बाँकी छ। अर्को हाम्रो थरवट रोड जुन छ त्यसमा हामीले केही गरेका छौं र थुप्रै पुलहरू निर्माण हुन बाँकी छ, थुप्रै रोडहरू निर्माण बाँकी छ। त्यसलाई हामीले पूर्ण रूपमा कहिले छिटो कति छिटो गराउन सक्छौं त्यसको लागि पनि हामी लाग्न जरुरी छ। अर्को हामीले शिक्षाको मुख्य कुरो शिक्षातिर जोड दिन जरुरी छ। अहिले हाम्रा स्कुलहरू बोर्डिङ स्कुलहरू फस्टाइरहेको छ, सरकारी स्कुलहरू धराशायी भइरहेको स्थिति छ। हामीले कसरी हुन्छ यो अब हामी पढ्दाखेरि त सरकारी स्कुलमै पढेको हो, तर अहिले तपाईको कम आम्दानी भएको बच्चाहरू पनि उनको आमा बुवाले पनि यो सरकारी स्कुलमा पढाउनु हुँदैन, यहाँ राम्रोसँग शिक्षा प्राप्त गर्न सक्दैन भनेर बोर्डिङ स्कुल धाउनु पर्ने स्थिति छ। यसलाई कसरी चेन्ज गर्न सकिन्छ? आम जनताको मनोबल कसरी चेन्ज गरेर यो हाम्रो सामुदायिक यो स्कुलहरू कसरी त्यहाँ राम्रोसँग प्रभावकारी बनाउन सकिन्छ त्यतातिर पनि हामी जोड दिन जरुरी छ। अर्को स्वास्थ्यमा भ्रमलुट भइरहेको छ। नारायणी हस्पिटलमा जानुहुन्छ भने केही कुरो तपाई ठीक ढंगले प्राप्त गर्नुहुन्न, तर त्यही
प्राइभेटमा जानु सबै कुरोले पाउँछ, तर प्राइभेट त्यो हस्पिटलहरूले भ्रमलुट गरिरहेको अवस्था छ, जनताको ढाड सेकिरहेको अवस्था छ। यो स्वास्थ्यमा पनि ड्रास्टिक चेन्ज गर्न जरुरी छ। हजुर, अब यो हाम्रो किसानको पनि जुन समस्या छ एकदम जर्जर छ। तपाईको टाइममा न खाद पाउँछ, न तपाईको पानी पाइरहेको अवस्था छ। यो कुनै न कुनै हिसाबले किसानलाई मार्ने काम जुन भइरहेको छ, यसलाई पनि मुक्तिको लागि हामी सम्पूर्ण युवाहरू र आम बुद्धिजीवीहरूले पनि यसका लागि यो समस्या समाधानको लागि उठान गर्न एक ठाउँमा आउन जरुरी छ। हजुर, अब यो सबैले मिसन 84 भनिरहेको छ, के छ तपाईहरुको पनि मिसन 84 छ अथवा तपाईको पनि? मेरो व्यक्तिगत रूपमा मेरो प्रदेश सभाको निर्वाचनको लागि म तयारी गरिरहेको छु। मेरो 2 को क पर्छ, त्यसमा मेरो आफ्नो उम्मेदवारी हुन्छ र त्यसको अब तयारी गरिरहेको छु र त्यहाँ त्यो भित्रको आम जनताको समस्याको लागि जुन अब उठान गर्नुपर्ने कुरा उठाइरहेको छु र त्यो समाधानको लागि पनि ती समस्याको समाधानको लागि पनि आफूले सक्ने सबै कामहरू गरिरहेको छु। हजुर, एउटा पार्टीमा बसेर काम गर्दा गर्दै उम्मेदवार बन्नेसम्म पुग्न कतिको सहज छ अथवा कतिको अप्ठ्यारो छ? तपाईको पछिल्लो अनुभवले के भन्छ? यस्तो छ, अब हाम्रो समाज पूर्ण रूपमा अब आत्मनिर्भर छैन। त्यो कारणले गर्दा यो समस्या हरेक पार्टी भित्र छ र यसले कतै न कतै त्यो प्रभाव पारिरहेको छ। जस्तै निम्न पुँजीवादी वर्गहरूको जुन उपस्थिति छ, डरलाग्दो छ हरेक पार्टी भित्र। यसलाई कसरी मिनिमाइज गर्न सकिन्छ? जस्तै अघि म भने समानुपातिक निर्वाचन प्रणाली लागू गर्यौं भने त्यहाँबाट अलिकता त्यो जुन अहिले जोसँग पैसा छ उ मात्रै चुनाव लड्ने, जो यत्रो वर्ष त्याग तपस्या गर्यो त्यसलाई टिकट नदिने जुन कुरो छ, पार्टी भित्र पनि जसले पैसा दिन्छ उले मात्रै टिकट पाउने जुन हल्ला आउँछ सुनिन्छ, त्यो पनि कसरी क्रस गर्न सकिन्छ भन्दाखेरि पूर्ण रूपमा समानुपातिक निर्वाचन प्रणाली भयो भने पार्टीलाई भोट दिने हो, व्यक्तिलाई भोट दिने होइन। अनि त्यहाँ उम्मेदवारको तपाईको चलखेल कम हुन्थ्यो, जो राम्रो हुन्छ त्यो आउँथ्यो। त्यो भित्र पनि जसरी अब को आउँछ भन्दाखेरि पार्टीले पनि अब दलित हुन्छ कि जनजाति हुन्छ के हुन्छ सबै क्लस्टरहरु भित्र त्यो पनि प्रतिस्पर्धा गराइदिने। त्यसै गर्दाखेरि त्यहाँ पनि चलखेल हुँदैन, पार्टी भित्र पनि चलखेल नेताहरूले गर्न सक्दैन। त्यसैले यी कुराहरू गर्यौं भने मलाई लाग्छ टिकट सजिलै पाउँछ सबैले। त्यो जो राम्रो काम गरे हुन्छ उसले नै जित्छ। नत्र भने अहिले हाम्रो जुन देशको अब अहिले गइरहेको जुन दिशा छ त्यो गलत दिशामा गइरहेको छ। देश नै पोलिटिकल कोर्स नै गलत दिशामा गएपछि त सबै कुरो त अब गलतै हुन्छ नि। त्यसैले सफाईको लागि हामी लाग्नु पर्यो, त्यसमा पनि हामी लागिरहेका छौं। एउटा त निर्वाचनमा कसरी विजय प्राप्त गर्ने त्यता पनि लागिरहेका छौं। अर्को यो पोलिटिकल कोर्स ठीक भएन, यसलाई चेन्ज गर्नु पर्यो भन्ने जुन हामी माग गरिरहेका छौं, अब हामी यतातिर लाग्छौं र यसले दुईटैको हल दिन्छ। हजुर, अब अन्तिममा यो गणतन्त्रवादी र अहिले गणतन्त्र विरोधी दुईटा खेमा देखिएको छ। के भन्नुहुन्छ यस्ता गणतन्त्र विरोधी खेमामा लाग्ने युवाहरू पनि धेरै देखिन्छ सामाजिक सञ्जाल मार्फत। यसो हेर्दाखेरि त धेरै गालीको बर्सात भइरहेको छ अहिलेको सिस्टम प्रति, अहिलेको यो सिस्टमको नेतृत्वकर्ताहरू प्रति के भन्नुहुन्छ? मैले अब उहाँहरूलाई के भन्छु भने कतिपय युवाहरू बुझेर कतिपय नबुझेर जानु भएको छ। उहाँहरूलाई हामीले के भन्छौं भने कुनै पनि देशको जो परिवर्तन भएर जनताबाट निर्वाचित भएको मान्छे भन्दा राम्रो कुनै पनि चीज हुन सक्दैन। कोही पनि जहानिया व्यक्ति वा कुनै पनि व्यक्ति ठीक हुँदैन, जनताबाट निर्वाचित मान्छे नै ठीक हुन्छ। र भोलि जनतामा शक्ति प्राप्त गरेर जनता नै महान भन्ने जुन हामी अहिले भनिरहेका छौं लोकतन्त्र गणतन्त्र, यो नै ठीक हो। कोही अब पारिवारिक पृष्ठभूमिबाट आएका मान्छेलाई राजा बनाइदिने अथवा उसलाई शासन सत्ता दिने भने जुन नराम्रो खालको जो प्रचार भइरहेको छ यो गलत हो, यतातिर लाग्नु हुँदैन। जो युवाहरू अब उहाँहरूतिर लाग्नु भएको छ उहाँहरूको पनि भविष्य लोकतन्त्रमै छ र यो लोकतन्त्र सही दिशामा लागौं। र मलाई लाग्छ उहाँहरूलाई जुन चिन्ता चासो देशप्रति छ त्यो सबैको समस्याको समाधान यो पोलिटिकल कोर्सले दिन्छ। यो पोलिटिकल कोर्स चेन्ज भएर आउँदाखेरि यो समस्या समाधान हुन्छ र उहाँहरू पनि भोलि गएर यो भोलि
यो जनताबाट निर्वाचित कार्यकारी प्रमुखबाट उहाँहरू पनि चुनाव लडेर चुनाव जितेर आउन सक्नुहुन्छ। तर त्यो राजा ल्याउने पक्षमा चुनाव र आन्दोलनमा लागेर उहाँहरूले त पाउन सक्नुहुन्न। के ठेकान त्यही भित्रका केही युवाहरू जो अहिले जुन म भने कि जनताबाट निर्वाचित कार्यकारी प्रमुखको कुरा, उहाँहरूभित्र कोही चुनाव लडेर जित्न सक्नुहुन्छ अथवा हामी कोही आउन सक्छौँ। जो कोही जनताको छोरा अथवा जनताबाट आउन सक्छ। कोही व्यक्ति पुँजीवादी सोच भएका मान्छेहरू, पश्चगामी सोच भएका मान्छेहरू, अवशोषण उत्पीडन गरेका मान्छेहरू अब पनि आउनु हुँदैन र आउन दिनु हुँदैन र त्यतातिर लाग्नु हुँदैन भनेर म हार्दिक अनुरोध गर्न चाहन्छु। हस् नारायणी, बहसको लागि समय दिनुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। ल धन्यवाद छ तपाईँलाई पनि शिवनाथजी र हाम्रो विशेष गरेर पुरानै हाम्रो सबै कुराहरू जनताको माझ लगेर सुनाउने र हाम्रो जनतासँग इन्ट्रेक्सन गराउने र हाम्रो मुख्य कुराहरू जनता कहाँ लाने जो एउटा माध्यमको रूपमा हाम्रो नारायणी एफएमले भूमिका खेलेको हुन्छ, त्यसलाई पनि नारायणी एफएमलाई पनि र नारायणी एफएमको परिवारलाई पनि म धन्यवाद दिन चाहन्छु। हस्, नारायणी संवाद आजलाई यति नै। फेरि हामी अर्को श्रृङ्खलामा अर्को विषयमा एकजना व्यक्तिसँग बहस संवाद गर्ने नै छौँ। आजको लागि म बिदा हुन्छु। धन्यवाद, नमस्कार।